हेलो साथीहरु, यदि तपाईहरुको पनि नसा चेप्टेर है यस्तो सर्वाइकल पेन है अन्त पछाडी है लोअर ब्याक पेन है साइटिका छ भने चाहिँ नि नसाको जति पनि तपाईको प्रब्लमहरु छ है समस्या छ बिमार छ भने चाहिँ तपाईले यो भिडियो अन्तिमसम्म हेर्नुस् होला है। यसले चाहिँ यो दबाई चाहिँ यो नुस्खा चाहिँ तपाईले 3 महिना कन्टिन्यू गर्नुस् है। तपाईको त्यो नसा चेप्टेकोलाई तपाईको यहाँ जसको दुख छ सर्वाइकल पेन हुन्छ है त्यहाँबाट ढाडमा नसा चेप्टेको तपाईको साइटिकालाई चाहिँ यसले एकदमै ठीक गर्छ है। तपाईको चेप्टेको नसालाई चाहिँ यसले खोल्ने गर्छ। यो दबाई चाहिँ यो नुस्खा चाहिँ तपाईले एटलिस्ट पनि 3 महिना चाहिँ तपाईले गर्नुहोस् है। गर्नुभयो भने चाहिँ तपाईको 99% यो नसा चेप्टेको है यो नसा सम्बन्धित रोग चाहिँ तपाईको ठीक भएर जानेछ है। यो चाहिँ बिहानै उठेर है खाली पेटमा चाहिँ है तपाईको घरमा लसुन हुन्छ है लसुन है यो लसुनको चाहिँ 2टा केस्रा चाहिन्छ हेर्नुस् है। 2टा केस्रा लसुनको चाहिँ तपाईको घरको प्रत्येकको घरमा हुने कुरा है अदुवा। यो चाहिँ अदुवा मैले यतिकै देखाउन मात्रै ल्याएको छु है। अदुवाको चाहिँ सानो बडे टुक्रा चाहिन्छ है। सानो टुक्रा आधा यसको आधा भागलाई लिनुस् है। खाली पेट खानुपर्छ है। यो चाहिँ आधा अदुवाको चाहिँ हामीलाई चाहिन्छ हर्दी है। हर्दी चाहिँ एकदमै बस्तीको हुनुपर्छ है। बस्तीको है हाम्रो गाउँतिर रोपेको हर्दी है। तपाईले जुन घरमा पिस्नुहुन्छ त्यो हर्दी चाहिन्छ है। एकदमै ओरिजिनल हर्दी हुनुपर्छ है। यो हर्दीमा चाहिँ तपाईको अघिको यो अदुवा छ नि यो अदुवाको चाहिँ आधा भागे बोक्रा तास्नुपर्छ है। अनि यसलाई चाहिँ मजाले तपाईले हर्दीमा यसरी चोप्नुहोस्। चारैपट्टि हर्दीलाई चाहिँ यसरी त्यो लोकल हर्दी है बस्तीको हर्दीलाई चाहिँ यसरी चोप्नु पर्ने हुन्छ है। मजाले चोपेर चाहिँ तपाईले यो अदुवालाई चाहिँ तपाईले बिहानै उठ्ने साथ खाली पेटमा चाहिँ यो सानो अदुवा र यो 2 केस्रा लसुन चाहिँ है तपाईले डेली खाने गर्नुहोस्। यो लसुन चाहिँ चोप्नु पर्दैन तपाईले अदुवा मात्रै चोप्नुहोस् है। अदुवा खायो पहिला त्यहाँबाट चाहिँ तपाईले यो लसुन नखानु पर्ने हुन्छ है। यति 3टा इन्ग्रेडियन्ट्स चाहिँ चाहिन्छ तपाईलाई है। तपाईको जस्तै पनि त्यो नसा सम्बन्धित रोगहरु छ त्यसलाई चाहिँ यसले ठीक गर्ने गर्छ है। तपाईको नसा चेप्टेको है नसा जति पनि ब्लकेजहरु हुन्छ नि तपाईको नसाहरु ब्लक भएको हुन्छ यो अदुवा लसुन र हर्दीले चाहिँ एकदमै खोल्ने काम गर्छ है। यसले चाहिँ तपाईको त्यो नसा चेप्टेको कारणले चाहिँ भएको हो नि त तपाईको यो सर्वाइकल ब्याक पेन हैन साइटिका त्यो खुट्टाहरु झमझम गर्छ दुख्छ है पोलेको जस्तो हुन्छ त्यो चाहिँ यति यो 3टा औषधिले है यो 3टा घरकै कुराहरुले जो तपाईको किचनमा पाउँछ है यसले चाहिँ एकदमै राम्रो गर्छ है। यदि तपाईको परिवारमा तपाईको साथीभाइहरुमा कसैलाई यो सम्बन्धित प्रब्लमहरु छ भने तपाईले यो भिडियो उहाँहरुलाई पनि पठाउन सक्नुहुन्छ है। यसले चाहिँ धेरै जनाले प्रयोग गरेको कुरा हो। तपाईले पनि प्रयोग गर्न सक्नुहुन्छ। अनि कति जनाले प्रयोग गर्नु भएको छ भने चाहिँ तपाईले कमेन्ट